ओके, आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई एउटा लुडो अर्निङ गेमको बारे बताउने छु जुन चाहिँ भर्खरै निस्केको एप्लिकेसन हो र यो एप्लिकेसनबाट चाहिँ तपाईहरुले दुईटा वेमा अर्निङ गर्न सक्नुहुन्छ। एक त तपाईहरुले आफ्नो साथीहरुलाई इन्भाइट गरेर चाहिँ पर फ्रेन्ड 2 रुपैयाँ अर्निङ गर्न सक्नुहुन्छ भने अर्को भनेको चाहिँ तपाईले यहाँ गेम खेलेर अर्निङ गर्न सक्नुहुन्छ। सो ढिला नगरी अब म तपाईहरुलाई आजको यस भिडियोमा यो प्लेटफर्मको बारेमा सरसती बताइदिने छु हैन। तपाईले अब इच्छा लाग्छ भने तपाईले यहाँनेरि गेमहरु खेलेर अर्निङ गर्न सक्नुहुन्छ है त। यसमा जोइन हुन चाहनुहुन्छ भने डिस्क्रिप्सनतिर लिंक छ अथवा हाम्रो टेलिग्राम अथवा व्हाट्सएप च्यानलतिर जोइन गर्न सक्नुहुन्छ। त्यतातिर लिंक चाहिँ प्रोवाइड गरिदिने छु। त्यो लिंकलाई टच गरिसकेपछि यस्तो इन्टरफेस आउन सक्नुहुनेछ। अब तपाईले डाइरेक्ट यो डाउनलोड नाउ भन्ने बटनमा क्लिक गरेर यो गेमलाई चाहिँ डाउनलोड गर्न सक्नुहुनेछ र गेमलाई डाउनलोड गरिसकेपछि यहाँ चाहिँ तपाईले यो इन्स्टल भन्ने अप्सनमा क्लिक गरेर यसलाई इन्स्टल गर्नु होला र इन्स्टल गरिसकेपछि तपाईहरु चाहिँ यस्तो इन्टरफेसमा आउन सक्नुहुन्छ। अब तपाईले अकाउन्ट क्रिएट गर्नको लागि लगइन विथ गुगलमा क्लिक गरेर आफ्नो गुगल आईडी लाई युज गर्दै यहाँ अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ र यसरी तपाईहरु लगइन हुन सक्नुहुनेछ। सो हेर्न सक्नुहुन्छ मेरो अकाउन्ट पनि क्रिएट भइसकेको छ, यहाँ माथि देखाइरहेको छ हैन। र यहाँ चाहिँ तपाईलाई 2 रुपैयाँ मिलेको हुन्छ है त। सो 2 रुपैयाँ अब यदि तपाईले यहाँ रिफर कोडको थ्रु आउनु भयो भने चाहिँ तपाईलाई 2 रुपैयाँ मिल्नेछ, यदि आउनु हुँदैन भने मिल्दैन। र एउटा स्टेप चाहिँ मैले स्किप गरेको छु। सो यहाँ चाहिँ इन्टर योर फ्रेन्ड रिफर कोड भन्ने एउटा स्टेप हुन्छ। त्यहाँनेर चाहिँ तपाईले रिफर कोड राख्नुपर्ने हुन्छ। रिफर कोड म यता तपाईलाई साइटतिर प्रोवाइड गरिदिने छु। त्यो कोड चाहिँ 297018 रहेको छ है त। त्यो कोडलाई राख्नुहुन्छ भने मात्र तपाईलाई 2 रुपैयाँ यहाँनेर मिल्ने छ है त। सो मैले राखिसकेको छु र मिलि पनि सकेको छ। अब तपाईले यहाँ गेममा पार्टिसिपेट हुनको लागि चाहिँ तपाईहरुसँग केही कोइन हुन आवश्यक हुन्छ। अब यो कोइनलाई चाहिँ तपाईले एड गर्नुपर्ने हुन्छ। मिनिमम एड गर्नको लागि चाहिँ तपाईले यहाँ 100 रुपैयाँ यहाँ डिपोजिट गर्नुपर्ने हुन्छ। डिपोजिट गर्नको लागि तपाईले यहाँ यो व्हाट्सएप अथवा टेलिग्रामको थ्रु गर्न सक्नुहुन्छ। सो मैले अलरेडी डिपोजिट गरेको हुनाले चाहिँ मेरो अहिले 100 रुपैयाँ चाहिँ देखाइरहेको छ। तपाईले हेर्न पनि सक्नुहुन्छ। र डिपोजिट गर्नको लागि तपाईले यहाँ व्हाट्सएपमा यहाँ यिनीहरुसँग कन्ट्याक्ट गर्नुपर्ने हुन्छ र कन्ट्याक्ट गरेर चाहिँ यहाँ डिपोजिट गर्न सक्नुहुनेछ। सो मैले अलरेडी डिपोजिट गरिसकेको छु। म तपाईलाई यता स्क्रिनमा साइडमा म तपाईलाई देखाइदिने छु। जस्तै यहाँ हेर्न सक्नुहुनेछ मैले उलाई यसरी मेसेज गरेको थिएँ र मेसेज गर्दाखेरि चाहिँ यसरी चाहिँ उताबाट चाहिँ एस भनेर आएको थियो हैन। अनि मैले चाहिँ डिपोजिट डिटेलहरुमा आएको थिएँ र यसरी मलाई क्यूआर मिलेको थियो र मैले चाहिँ यहाँ डिपोजिट गरिदिएको थ्रु डिपोजिट गरेर चाहिँ यसरी पठाइदिएको थिएँ र मलाई यहाँ यसरी आफ्नो जीमेल आईडीमा आएको थियो। मैले जीमेल आईडी पठाइदिएँ र सक्सेसफुली मेरो डिपोजिट भएको थियो है त। सो यही वेमा तपाईले पनि गर्न सक्नुहुनेछ। र गरिसकेपछि अब तपाईहरुले यो कोइन यहाँ एड भइसकेपछि अब यसलाई चाहिँ तपाईले गेम खेल्नको लागि युज गर्न सक्नुहुन्छ। यसको लागि तपाईले यो प्राइभेटमा क्लिक गर्नु होला र अब आफ्नै साथी छ भने तपाईहरुले यहाँ प्राइभेट रुम कोड तपाईले साथीको लिएर आफ्नै साथीसँग नि तपाईले यहाँ म्याच मा पार्टिसिपेट भएर चाहिँ हैन खेल्न सक्नुहुनेछ। अथवा अब बाहिरी मान्छे हो भने चाहिँ तपाईले अब टेलिग्राम ग्रुपतिर जोइन हुनु होला। अनि टेलिग्राम ग्रुपमा जोइन भइसकेपछि चाहिँ यहाँ टेलिग्राममै कन्ट्याक्ट गरेर अनि खेल्न पनि सक्नुहुन्छ। जस्तै टेलिग्राममा चाहिँ धेरै जना हुन्छ खेल्ने हैन। यहाँ हेर्न सक्नुहुन्छ यहाँ इन्टर कोड हियर भनेको छ। अब तपाईहरुले चाहिँ साथीको रुम कोडलाई है आफ्नो साथीको रुम कोडलाई यहाँ ल्याएर राख्नुपर्ने हुन्छ र जोइनमा क्लिक गरेर तपाईले जोइन हुन सक्नुहुन्छ। यसरी चाहिँ अब साथीसँग चाहिँ तपाईले आफ्नै साथीसँग पनि यहाँ खेल्न सक्नुहुने भयो। अथवा अब हैन म यहाँनेरि अब यहाँ पनि खेलिरहेको हुन्छ नि त मान्छेहरु हुन्छ हैन। सो अपरिचित मान्छेसँग खेल्न चाहनुहुन्छ भने चाहिँ अब तपाईले यहाँनेरि जोइनमा क्लिक गरेर डाइरेक्ट यहाँ खेल्न चाहिँ सक्नुहुन्छ है त। सो यसरी तपाईले यहाँनेरि गर्न सक्नुहुन्छ। र इन्ट्री प्राइस हेर्नु होला। जस्तै अब तपाईले यहाँ इन्ट्री लिनको लागि चाहिँ हैन यो 1 भर्सेस 1 गेम खेल्नको लागि चाहिँ 10 रुपैयाँ लाग्छ र यदि तपाई जित्नुहुन्छ भने चाहिँ तपाईलाई 18 रुपैयाँ मिल्नेछ है। अब यसरी यहाँनेरि 20 रुपैयाँको पनि छ हैन, 30 रुपैयाँको पनि छ। यसरी गर्न चाहिँ सक्नुहुन्छ है त। र 2 प्लेयर हो यो, 4 प्लेयर वाला पनि तपाईले मजासँगले खेल्न सक्नुहुनेछ है त। र अब एटलिस्ट तपाईले यहाँ चाहिँ पार्टिसिपेट भइसकेपछि गेम चाहिँ चाल्नुपर्ने हुन्छ है त। सो 5 सेकेन्डसम्म चाहिँ तपाईले यहाँ अब केही गर्नु भएन भने हैन त्यो अब गोटी चाल्नु भएन भने चाहिँ तपाई त्यसै पनि स्वत लुज हुनुहुनेछ। सो छिटो तपाईले चाल्नुपर्ने हुन्छ है त। यो कुराहरु तपाईले बुझ्नु भयो होला। र यसबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि अब तपाईहरुले यहाँ कम्प्युटरसँग पनि खेल्न सक्नुहुन्छ। सो लोकल भर्सेस कम्प्युटर छ। यो चाहिँ अब तपाईलाई सिक्नको लागि हो सुरुमा है। यसरी सिक्नु होला र उता चाहिँ तपाईले गएर खेल्न सक्नुहुने भयो। र
यसरी तपाईँले यहाँ गर्नुपर्ने हुन्छ। र अर्को भनेको यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईँले टर्म्स एन्ड कन्डिसन यो सबै प्राइभेसी पोलिसीहरू तपाईँले डिटेलमा हेर्नु होला। रेफर कोड भनेको छ, रेफर कोड तपाईँले यसरी यहाँ लिन सक्नुहुन्छ। यो कोडलाई तपाईँले साथीहरूलाई सेयर गर्न सक्नुहुन्छ। साथीहरूले युज गर्नुहुन्छ भने साथीहरूलाई पनि 2 रुपिस मिल्छ र तपाईँहरूलाई पनि 2 रुपिस मिल्छ है त। र यसको मिनिमम विथड्र चाहिँ इसेवा अथवा खल्तीको थ्रु रहेको छ, जुन चाहिँ 50 रुपिसको रहेको छ। सो मसँग चाहिँ नेट ब्यालेन्स 100 रुपिस छ। अब तपाईँले यसलाई विथड्र गर्नको लागि चाहिँ यहाँ आफ्नो इसेवा आइडी राख्नुपर्ने हुन्छ। इसेवाको नम्बर राख्नु होला, ओकेमा क्लिक गर्नु होला र मिनिमम विथड्र अमाउन्ट भनेको 50 छ। म 100 राखेर यसलाई विथड्र गर्न पनि सक्छु है त। सो यो तरिकाले तपाईँले यहाँबाट अर्निङ गरेको ब्यालेन्स होइन विथड्र गर्न सक्नुहुन्छ। र अर्को रहेको छ तपाईँहरूले यहाँ सेटिङ त मैले अलरेडी बताइसकेको छु। र यो वालेटमा क्लिक गर्नुहुन्छ भने सो यही कुराहरू रहेको छ। लिडर बोर्डमा क्लिक गर्नुहुन्छ भने कसले कति अर्निङ गर्यो यो कुराहरू डिटेलमा हेर्न सक्नुहुन्छ। सो यति नै थियो होइन। अब तपाईँहरू यसमा जोइन हुन चाहनुहुन्छ भने जोइन हुन सक्नुहुने भयो। र अब टेलिग्राम ग्रुप पनि रहेको छ, मैले अलरेडी बताइसकेको छु। अब टेलिग्राम ग्रुपमै आएर पनि तपाईँले चाहिँ यहाँनिर साथीहरूलाई चाहिँ अब होइन अब यहाँ टेलिग्राममा धेरै खेल्ने व्यक्तिहरू हुन्छ, यिनीहरूसँग कन्ट्याक्ट गरेर तपाईँहरूले खेल्न सक्नुहुन्छ। यो ग्रुपमा जोइन गर्नु होला। जस्तै हेर्न सक्नुहुन्छ यहाँनिर कोड दिनु होइन। अब मसँग खेल्न आओ भनेर यहाँ कोडहरू दिइरहेको छ। यिनीहरूको चाहिँ अब भइरहेको हुन्छ। यहाँ ग्रुपमा खेल्ने अरू व्यक्तिहरू खेल्ने व्यक्तिहरू पनि हुन्छन् होइन। यिनीहरूसँग कोल्याब गरेर पनि तपाईँले